भनेर हेलो हालिन्छ माइक कनेक्टेड ए भयो यो डिलिट हान्नु पर्ने ओके हेलो नमस्कार अनि स्वागत छ सबैलाई मेरो च्यानल अनि ब्लगमा। आज चाहिँ मलाई सुभाष साहबले घुमाउन लिएर गइरहनु भएछ। ल लेट्स गो है त। आज चाहिँ ट्राभल ब्लग्स सी यु देयर। आज चाहिँ हामी ब्याचर बिच उर्फ हो के अरे ग्रिन बिच जान लागेको छु। यो चाहिँ शान्त समुद्रको किनारमा हामी टक्क घुम्दै सरर जान्छौँ। ल अहिले चाहिँ अन द वे मी एन्ड सुब्बा साहबको दर्शन पाउन धेरै गाह्रो छ। मेरो भ्लगमा आउन गाह्रो छ। सुब्बा साहब प्रड्युसर अहिले चाहिँ हामी एक्जेटर भन्ने ठाउँमा आइपुग्यो बिच बाटोमा। यो चाहिँ बजार एउटा बजार हो ठाउँ एक्जेटर बजार। राम्रोसँग हेरौँ ओ खसी खसी गोठ एक्जेटरको खसी भनेर फेमस छ। ल अब चाहिँ हामी बेकन्सफिल्ड भन्ने गाउँ आइपुग्यो, बजार आइपुग्यो। यो पनि यो तास्मेनियाको एउटा पुरानो बजार भनेर चिनिन्छ। सुनखानी यहाँ चाहिँ सुनखानी पनि छ। माइन्स एभ्रिथिङ। यो चाहिँ एकदम पुरानो ठाउँ भनेर चिनिन्छ। त्यो चाहिँ सुनखानी भएको ठाउँ हो, बेकनफिल्ड्स माइन भन्ने। त्यहाँ चाहिँ के भन्छ, यहाँ चाहिँ म्युजियम पनि छ सानो, त्यो माइल्सहरूको बारेमा। यो चाहिँ बेकन्सफिल्ड बजार हो। जाउँ त्यो म्युजियम बेकन्सफिल्ड माइन एन्ड के भन्छ त्यहाँ म्युजियम रहेछ। ल वी अलमोस्ट देयर। अलिकति आधी बाटो होइन 7 मिनट बाँकी छ। यो चाहिँ ग्रिन बिच हो अगाडि। यो चाहिँ ग्रिन बिचको अगाडि एक राउन्ड लिएर जाउँ न। यो चाहिँ ग्रिन बिच हो भनेर। यो चाहिँ ग्रिन बिचमा जान्छौँ ल हामी, होइन अहिले चाहिँ अहिले जाने हो र? ए होइन यसो यहाँबाट यसो सट्टै देखाउने मात्रै। ल यो चाहिँ ग्रिन बिच एरिया हो, बच्चाहरूको लागि ठिक रहेछ। यहाँदेखि चाहिँ भित्र हो। ल यहाँबाट भित्र हो जाँदै यताबाट उयो गरेन न त। ढुङ्गावाला घर रहेछ यहाँ। नरान टापु नेसनल पार्क। यो पार्क फेरि यस्ता छैन रहेछ। मसँग छ दाइ, मेरो त्यो हो नि त म पनि फेरि सुब्बा साहबसँग हो नि। फेरि यहाँ त फेरि पार्क सार्कको पैसा त अन्य पढाइ तिरिसक्छ। जुनै पार्क पनि डेन्जर हो सुब्बा साहब। ल हामी चाहिँ आइपुग्न लाग्यो। उताबाट गाडी आउँदैछ। के अरे के बिच रे मनक? के बिच रे? ब्याजर बिच। आजको भ्लग तास्मेनिया ब्याजर बिच, ग्रिन बिच, नियर ग्रिन बिच।
प्राजर ब्रिज लुकआउट 1.3 km ल हामी चाहिँ पार्किङ आइपुग्यो यहाँको अब चाहिँ वक जानुपर्छ अब कति मिनट वक हुन्छ ल है त अहिले त आवाज पनि सुने है ल अब चाहिँ हामी वक हिँड्छौँ नाम फेरि ममा नाम चाहिँ यस्तो बिर्सिन्छु ओहो हेरौँ है समुद्र लुकआउट वेस्ट हेड कोस्टल ट्र्याक लुकआउट 270 मिटर मन कहाँ थिएँ हैं थिएन हो ए ठिक छ भ्लगिङ गर्ने बानीले नि जोस तास्मेनियाको कुना काप्चा हिँड्या हो म चाहिँ सबै त नभनौँ जोस अहिलेसम्म 25 देखि 40% ठाउँ चाहिँ खाइसकेँ मैले चाहिँ लाग्यो मलाई चाहिँ ल टुटुम गर्दा रहेछ के भयो बोलौँ न है शुभ साथ लास्टै लजाउने यार मेरो भाइ फेरि मलाई जोसाउने मलाई होइन गर्नुपर्छ भ्लग गर्नुपर्छ भनेर जोसाउने भाइ आफू चाहिँ पुरै लजाउँछ बोल्दैन यो क्यामेरा किन्न लगाएको नि यही भाइले हो मैले पैसा दिइदिएँ ल क्यामेरा नि भाइले युट्युब एक्टिभ हुने नि भाइले सोसल मिडिया एक्टिभ गराएकै भाइले हो यार भिडियो बनाउन ल जाउँ माथि आउँछ झापाले हो क्या हो साह्रै मिठो कप्दिनु हुँदो रहेछ झापालेहरू नरिसम है नो अफेन्स गाह्रो छ ल ल हामी चाहिँ डेन्जरस क्लिफ आइपुग्यो हामी चाहिँ आइपुग्यो है ल finally oh my god ल हेरौँ है वरपरको दुनियाँ आजको भ्लग ल बस्यो आनन्दले भ्यू स्यू हेऱ्यो अब चाहिँ फर्किनु पर्यो
ल अब घरतिर फर्किनु पऱ्यो हामी चाहिँ ल Guys, ओके guys, this is Monang Subba. हस् रविन्द्रले बोलाउने नाम सुब्बाजी सुब्बा साहब सरी बस जोस आयो है आज चाहिँ हामी म्यान होटलको एकदमै के यो गाडीहरूको बिचबिचमा हिँडिरहेको छ रविन्द्रको युट्युब च्यानललाई भिडियो देखाउनलाई एउटा कन्टेन्टको लागि हामी यस्तो ठाउँमा हिँडिरहेको छ हस् यो चाहिँ बिटिएस हो हो कस्तो अरे दाइ सुलुलुलु हो हो सुलुलुलु सुलुलुलु गरौँ है ल यतिको दुःख गरिरहेको छ है हामीहरूले ल रविन्द्र दाइले यस्तो बाटोहरू देखाइदिन्छ कस्तो बाटोहरू रविन्द्र यस्तो बाटो हिँड्नुहुन्छ बिचरा कति ढिलो छ हेर्नु कति दुःख छ सपोर्ट गरौँ लाइक सेयर सब्सक्राइब सबै है सबै गरौँ है पानी भइरहेको ए दाइ झन्डै ए अन्त दाइ अलिकति बी केयरफुल है दाइ बी केयरफुल है दाइ त्यस्तो कहाँ हुन्छ दाइ त्यो हो कन्टेन्ट बनाउनु पर्छ तर यसरी किन्नु हुँदैन बस हेरौँ यो पानी डेन्जर हिलो पानीमा छ यार दाइ के भन्न चाहनुहुन्छ तास्मेनिया घुम्न आउनुहोस् प्रमोसन अन्त के भन्नु त्यही हो आजको डे एक्सप्लोर गरियो नयाँ ठाउँ नआएको ठाउँ एक्सप्लोर गरियो राम्रो भ्यू देखियो ओ नो म अघि बोलेको सुनेन क्या दाइको नयाँ माइक त यहाँ दाइसँगै पो रहेछ हौ ला नयाँ माइक यहीँ छ है दाइको म बोलेको सुने होला सरी है गाइस गाह्रो छ माफ पाउँ है त्यही हो वेल डे स्पेन्ड अब त्यो मेरो फोन आयो फोन आयो अलराइट थ्याङ्क यू एभ्री वान थ्याङ्क यू फर वाचिङ माई भ्लग आजको लागि यति नै मन परे लाइक सब्सक्राइब अनि कमेन्ट गरिदिनु होला रविन्द्रको भिडियोमा प्लिज नयाँ भ्लग आउँछ अलि क्लियर आवाज आइरहेको होला है साथीभाइहरू नयाँ माइक यहाँ ल थ्याङ्क यू एभ्री वान थ्याङ्क यू फर वाचिङ सी यू अन अनदर भ्लग